हेलो गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई तपाईँहरूलाई फेरि पनि मेरो ब्लगमा स्वागत छ। सो गाइस आज चाहिँ हामी पोखराबाट काठमाडौँ जाँदैछौँ। अब हाम्रो फर्किने बेला भइसक्यो। सो काठमाडौँमा मेरो अलि थोरै काम छ अनि त्यही भएर आज नै जान लागेको। अब खुरुर हिँड्न सक्ने बाजे बजे भन्न सक्ने भएर आउने है है जय बाबु। म बाजेलाई जी गरिदेऊ। खै जी गरेको खै जी गर्ने बिर्सिसक्यो यसले। चाडिदियो 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 टिका लगाइदियो टिका लाउनु पर्छ चाडिदिएर टिको त टिकै लाग्छ नि चाड्ने मऱ्यो टिका लगाइदिनु पर्छ हामीले चाहिँ अब खाना खाइसक्यौँ। रियासले चाहिँ खाएन। अब यहाँ बसभित्रै खुलाउने भनेर हामी चाहिँ बसतिर जाँदैछौँ। अरू बसहरू पनि टन्नै छ यता। रियान चाहिँ पुरै आत्तिएर झर्ने कि झर्ने भनेर बस त्यो झर्ने बेला नहुँदै झर्नु भनेर रेडी भएर बसेछ। र हामी चाहिँ अब रुम पनि आइपुग्यौँ। यो चाहिँ हाम्रो रुम यस्तो छ। मामाले फोन गरेर अर्डर गरेको देखेको उता पुरै उसलाई पनि गर्नु पर्यो। फकाएको कि मामालाई अझै गाली गर्छ भनेर अघि फकाउँछ अरूलाई। हामी यहाँ तल गएर खानु पनि अल्छी गरेर होइन यहीँ कोठामै मगाएर खाँदैछौँ हामी चाहिँ खाना। हाम्रो खाना चाहिँ यस्तो छ। सो हामी आमा छोरा चाहिँ घर जाँदै हामी सबैजना सँगै आउने प्लान थियो। तर मम्मी राति बिरामी भएको भएर अनि अहिले चाहिँ रेस्ट गर्दै हुनुहुन्छ। त्यही भएर हामी दुईजना मात्रै जाँदैछौँ जिब्रो निकाल्दै। कपाल त के भएको होला त्यो ठड्डे गर्ने होला। सुत है बाबासँग जिब्रो निकाल्दै खाँदै। बाई। त्यहाँ लडीबुडी खेल्दैछ। उसलाई चित्त नपरेको बेलामा ठोक्यो भने मात्रै हो। च्याठेर नि कुकु झ्याएको देऊ। पिकाबु पिकाबु। म चाहिँ अब घरबाट फर्किसकेँ। म चाहिँ ड्राइभ गरेर अब इन्ट्रचोकतिर जाँदै दिदीलाई भेट्नलाई हल्का सपिङ पनि गर्नु छ। सो यो हाम्रो नयाँ धरारा जो कि म अहिलेसम्म गएको छैन। हामी दिदीबहिनी चाहिँ इन्द्रचोक आइपुग्यौँ। अब हामी चटपटे र पानीपुरी खोज्छौँ। यो ठाउँमा चाहिँ मैले यति धेरै भिडियोमा देखेको छु कि मान्छेहरूले के भेट्टाउँछन् होइन यहाँ कति राम्रो राम्रो। तर मैले चाहिँ केही भेट्न आउँदिनँ कि। यो फुल्की र चटपटी यस्तो चर्को थियो यस्तो नमिठो अनि रुडो के साउजी पनि कस्तो खालको। यो चाहिँ हाम्रो दिदीको एकदम फेभरेट क्याफे है। यहाँ चाहिँ हाम्रो दिदीले मलाई जहिले पनि आउँदै पछि ल्याएकै हुन्छ कि यहाँ चाहिँ। लेमन त कहाँ गयो? सो गाइज इट्स द नेक्स्ट डे अनि हामी चाहिँ नेवा भोज खान जाँदैछौँ। दिदी पनि आउँदै हुनुहुन्छ अनि मेरो दाँत निकाल्नुभन्दा अगाडि चाहिँ खाइसकौँ भनेर मैले फेरि चपाउनु मिल्दैन। यो चाहिँ बसन्तपुर पछाडिबाट हामी जाँदैछौँ हिँड्दै हिँड्दै। म चाहिँ यहाँ यतातिर चाहिँ कहिले पनि आएको थिएन कि। उता बसन्तपुर उतापट्टिको साइडतिर मात्रै आएको थियो जहिले पनि। यता चाहिँ आएको छैन। सो हामी घुम्दै घुम्दै जान्छौँ। So finally we are at Newagasa. Oh, bad. Be bold, be loud, be real. Just be you. Cheese.
So now let's go. Let's go. हामी चाहिँ हिँड्दै बसन्तपुर आइसक्यौँ फेरि। अब हामी यहाँबाट चाहिँ सिधै होटल जान्छौँ। एकछिनपछि मेरो फेरि दाँत निकाल्न जानु छ। खाना चाहिँ एकदम मिठो लाग्यो, तर मेरो लागि चाहिँ अलिक पिरो पिरो थियो। ओहो, रियान्सु त दौडेर वहाँ पुगिसकेछ। ल साथीहरू, हामी जाने दिन पनि आइसक्यो। हामी एयरपोर्ट पनि आइपुग्यौँ। हामीलाई बिदाई गर्न चाहिँ बजे, दिदी, मामा, मम्मी सबै आउनुपर्छ। यता चाहिँ फोटो सेसन चल्दैछ। रेन्सलाई चाहिँ उसको मामा ठुलो बाबा भएपछि चाहिँ उसलाई केही चाहिँदैन, एकदम खुसी हुन्छ ऊ चाहिँ उनीहरूसँग चाहिँ। मक्ख भएदैछ अझै। आइज। ल साथीहरू, हामी हङकङ एयरपोर्ट ल्यान्ड गऱ्यौँ। See, Mama bring our baggage. Papa, who's that? Who is that? Who's that? चिनेन पापालाई? हगी खै त पापालाई हगी बाबालाई हगी बिर्सेछ छोराले त। अब चाहिँ हामी तुफान मकौतिर लाग्छौँ। कहिले घर पुगेर सुतौँ जस्तो भइसक्यो।
हामी चाहिँ घर आएर पनि अब बाहिर सामान किन्नुलाई निस्केको रियान्स पनि एकछिन फ्रेस होस् भनेर So that's all for today's vlog guys. We will see you in our next vlog. Until then, take care. Bye bye.